हामीलाई चिनिराख्नु फेरि याद राख्नु सधैँलाई एक दिनलाई होइन अब नभएपछि आजलाई भेट्ने भोलि पर्सि त बिर्सिने गरेपछि त काम सक्यो त्यही हो हामीले गर्छौँ सबैले भोट दिए मेरो बाबुलाई जिताउनु पर्छ एमालेले कस्तो गर्यो मारेको छ बुझेको छ कि छैन त्यसलाई लस्याउनु पर्छ मेरो बाबु जोगिएर हिँड्नु बाबु जोगिएर हिँड्नु मेरो राजा ल हिँडेको मैले चाहिँ आमा गर्नु भने म काठमाडौँदेखि आएको एकदम हामी यो एरिया हामीले सबै जमाएको छ मेरो फोटो खिचे पनि केही छैन तपाईँलाई उसमा चाहिँ देखाएको छ मोबाइलमा चाहिँ अब काठमाडौँमा चाहिँ यसो चरा सरा भत्काएको पनि देख्यो देख्न चाहिँ कसो गरेर मेरो बाटो हामीले धुलो मात्रै खायौँ अहिले भट्काउनु भयो ठिकै छ तर धुलो धेरै खाइयो हामीले बाटो बनाउन काम हो कि तपाईँहरूले यति सजिलो बाँच्नु हुन्छ कि मलाई खानेपानी पनि हामीले आफै ल्याएको हामीले आफै खनेको बाइस सालमा यहाँ आएका अहिलेसम्म यो बाटो पुगेको छैन हिजो 5-10 वर्षको बाटो खानेपानी ल्याएको होइन हामी 60 वर्षको त्यतिखेर पनि यही बाटो बसेको भोट माग्न हामीले अस्ति चाहिँ हामीले डाइरेक्ट भन्दै प्रमुख एजेन्डा चाहिँ सरकारले प्रतिष्ठित बनाउँदैन छैन केही छैन यो बनाउने गर्ने केही छैन बनाउने मात्रै भन्छन् बनाउँदैन अब यो चुनाव आउन आँट्यो बाटो पर्छ अब केपीवाला हामीले 48 सालदेखि यहाँ चाहिँ हामीले भोट दिएको हामीले अहिले नै हुन्छ दर्ता भएका जग्गा धनीपुरले लुकेर बसेका छन् भनेको व्यक्ति अरूले लगिथ्यो हजुर आफ्नो आफ्नो जोतको दर्ता भइसकेका छन् यो बाटो हेर्नु न बनिएको छैन अहिलेसम्म यस्तो ठुलो छ हाम्रो लुकाएको लुकाइ कागज त्यस्तो छ अवस्था एकदम माओवादीको एमाले र माओवादीको थियो हजुरले के गर्नुहुन्छ हामीले हेर्दै जान्छौँ तपाईँलाई भेट्ने ठुलो इच्छा थियो अब छोराछोरीको पढाइदेखि लिएर सबै विदेशिनु परेछ हामीले कति दुःख भयो कति धाइराख्नु भएको छ हामीले विचार गरिरहेको छौँ है बालन सर अब हेर्नुहोस् एकदम हामीलाई तनाव छ यो तपाईँको एकदम हामीले धनीपुर नपाइकन मर्नु पर्यो हामी पनि अब छैन छैन तपाईँ होइन यसपालि तपाईँले एकदम हाम्रो एकदम यो भन्दा हामी ठाउँमा छैन हामी पनि काट्नुपर्छ र त्यही काम गरेर हिजो आएको तपाईँको सबै थोक देखेको छ हामी खुसी छौँ तर हाम्रो गाउँलाई पनि बनाइदिनु पऱ्यो धनीपुर त हातमा आओस् यतापट्टि होली छ यतापट्टि धातरो छ बिचमा बाटो छ हाम्रो अवस्था अलिकति दायाँ बायाँ भयो भने उठी बास लाग्छ 5 वर्ष भयो